सूचनाहरू यहाँ पढिदिनु भयो, लिदिनु भयो, बुझिदिनु भयो र त्यही अनुसार यहाँ चलिदिनु भयो भने पछाडि चाहिँ दुर्घटना हुने सम्भावना अत्यन्त कम हुन्छ र यहाँको जीवन जोगिन्छ। यहाँको जीवन जोगाउनु राज्यको कर्तव्य हो, हाम्रो पनि कर्तव्य हो। त्यसको लागि हामी सडकमा खटिएका छौँ। यहाँबाट नियम पालना गर्न सडकमा खटिएको हो हामी भन्ने कुरा यहाँले बुझिदिनु पर्यो। जसले गल्ती गर्छ त्यो गल्ती गर्ने त दुर्घटनामा पर्छ त्यसले अर्को गल्ती नगरेर मान्छेलाई दुर्घटना पारिदिन्छ। जसको गल्ती छैन आफ्नै हिसाबले चलिरहेको त्यसलाई चाहिँ त्यो बदमासले रफ चलाउने, झिकझ्याक चलाउने, स्पिडमा चलाउने, हेर्दै नहेर्ने लापरवाही, असाध्यै लापरवाही त्यो हिसाबले चलाएकोले आफू त जान्छ अरूलाई पनि लगिदिन्छ। त्यस्तो नहोस् भनेर हामीले कन्ट्रोल गर्नुपर्ने बाध्यताहरू आउँछन् सडकमा। त्यस कारण चाहिँ यो कुरालाई ख्याल गरेर यहाँले हेलमेट, बलियो हेलमेट प्रयोग गर्नुहोस् प्लिज। यो फुस्किने खालको कमजोर हेलमेट लड्ने बित्तिकै फस्छ, हेलमेट कहाँ पुग्छ मान्छे टाउको चाहिँ सडकमा बजारिन्छ। त्यस कारण त्यो हेलमेटमा यहाँहरू चाहिँ धेरै कन्जुसाइ पनि नगर्नुहोस् र त्यसले कस्तो खालको लुक्स दिन्छ भन्ने पछाडि पनि धेरै नजानुहोस्। कतिपयको त्यो पनि देखाएको छ हामीले। लुक्सलाई हेर्नुहुन्छ अरू, लुक्सलाई होइन सेक्युरिटीलाई हेर्ने हो, सुरक्षालाई हेर्ने हो। सक्नुहुन्छ भने पछाडि बस्नेले पनि सधैँभरि हेलमेट प्रयोग गर्नुहोस्। एकछिन गाह्रो भएर केही हुन्न, जिन्दगी त धेरै मूल्यवान छ कि फेरि पाइँदैन यो। हाम्रो अर्को बोनस, अर्को लाइफ त्यहाँ स्ट्यान्ड बाई छैन, वैकल्पिक लाइफ छ र हाम्रो छैन, कहीँ पनि छैन। यही हो एउटा सिङ्गो लाइफ, यो गएर त सकियो। यस कारण चाहिँ सधैँभरि ख्याल गर्नुहोस् र अहिले भनेका कुराले रिकल गरिराखोस्। झन् चलाउँदाखेरि सधैँभरि त रिकल गरोस् भन्ने अभिप्रायका साथ यो कार्यक्रम हामीले सडकमा राखेका हौँ। सेक्युरिटीलाई एकदम ख्याल गरिदिनु होला, आफू मात्र होइन अरूलाई पनि जोगाउनु होला। मेरो कर्तव्य सडक प्रयोग गर्दाखेरि चाहिँ जे पालना गरिदिनु होला। लिङ्क रोडबाट सडकमा आउँदा अर्को दुर्घटना हुने लिङ्क रोड हुन्छ, सहायक रोड हुन्छ, त्यसबाट मेन सडकमा आउनुहुन्छ यहाँहरू। कति मजाले आउँछ थाहा छ? मानव त्यहाँ जाने मेरो पहिलो अधिकार हो भनेर सट्टै हालिदिइहाल्नुहुन्छ है, होइन नि। त्यहाँ त त्यहीँ कुदिरहेको छ, मेन रोडमा सहरी साधन जुन कुदिरहेको त्यसको पहिलो प्रायोरिटी हो। त्यो कुद्छ आफ्नो स्पिडमा, आफू त सहायकबाट आएको छ भने त स्टप, रोक्नु पर्यो, लुक हेर्नु पर्यो अनि बल्ल जाने हो नि त्यहाँभित्र। हो मोटरसाइकलको विशेष गरी हतार हुन्छ, ओभरटेक गर्न हतार हुन्छ, अगाडि जानुपर्ने हुन्छ। सब यी लगायत केही कमजोरीहरू चाहिँ प्लिज नगरिदिनु होला। लाइसेन्स कागजातहरू सबै दुरुस्त हालतमा राखेर हिँड्नु होला। भोलि तपाईँलाई कम्प्लिकेसन आउँछ, दुर्घटना भइहाल्दाहरूको अवस्थामा यहाँबाट बडा अप्ठ्यारो पर्छ। त्यस कारण चाहिँ ती कुरालाई पनि ख्याल गरिदिएर अरूलाई पनि सचेत गराउनु होला, आफू पनि सचेत हुनु होला र सधैँभरि आफ्नो ख्याल गर्नु होला। र सहरी साधन चलाउँदाखेरि सधैँभरि आफू र सडकलाई र सहरी साधनलाई हेरेर हिँडिदिनु होला भन्ने अनुरोध गर्दै ट्राफिक प्रहरीले यहाँको जीवन रक्षाको अभियान अन्तर्गतको यो हाम्रो कार्यक्रम हो। यो कार्यक्रमलाई यहाँले पोजिटिभली लिइदिनु होला र यो सन्देश पनि अन्त पनि यहाँले सेयर गरिदिनु होला भन्ने आशासहित यहाँको आगामी जिन्दगी, आगामी दिनहरू, आगामी यात्राहरू सबै सुखद रहन्, सुरक्षित रहन् र सबैको कल्याण होस् भन्ने शुभकामना व्यक्त गर्दै यहाँको समय लिए त्यसलाई फेरि पुनः सरी भन्दै प्लिज अगाडि बढ्नुहोस्।